हेलो साथी हो, म चाहिँ अफिसबाट निक्लेर होइन यहाँ सेवक रोडमा जाँदै थिएँ। झटक्क मेरो दिमागमा स्ट्राइक गर्यो मेरो छोराले त आहा ढोसा भन्दै थियो। सो म चाहिँ लड्डु गोपालमा आएको छु। यो चाहिँ हाम्रो भाइ हो, यहाँको भेरी फ्रेन्डली स्टाफ्स, यहाँको डिजाइन डेकोरेट हेर्नुहोस्। लड्डु गोपाल चाहिँ मेरो एकदम फेभरेट हो साथी हो है। म केक भन्नुहोस्, कहिले के खानु मन लाग्छ मिठाईहरू म यहाँबाट लाने गर्छु। सो अहिले चाहिँ मैले अब ढोसाको अर्डर दिइसकेको छु। त्यहाँनिर अब एकछिन टाइम लाग्छ भन्दैछ मेरो भाइले, हाई भन्दै थियो। सो मिठाई कलेक्सन्स मैले मिठाई किनिदिएँ। यो चाहिँ छमछम अरे होइन, मिठो हुन्छ भन्यो तर आज नै खाइहाल्नुपर्छ भन्यो। त्यहाँबाट मैले बर्फी लगिदिएँ, त्यहाँबाट किवीको मिठाईहरू लगिदिएँ होइन। क्वाइट एक्सपेन्सिभ तर लड्डु गोपालको चाहिँ एकदम हाइजेनिक अनि अब टेस्ट इज बेस्ट है। मलाई चाहिँ दामी लाग्छ सिलगढीमा चाहिँ अब लड्डु गोपाल चाहिँ पहिलादेखि नै अब चलाउँदै आएको। सो मलाई भोक त लाग्यो साथी हो, तर होस् बुढीले घरमा खाना बनाएको होला गएर खान्छु है, त्यही खानु पऱ्यो। म चाहिँ खालि छोलाको लागि लिनु आएको एउटा ढोसा। सो साथी हो हेर्दै गर्नुहोस् मेरो ब्लग है। अब म एकछिन जान्छु, सायद बिल भइहाल्ला। अन्त जानुभन्दा अगाडि चाहिँ यस्तो छ यहाँको मेन्यू पनि, मेन्यू चाहिँ देखाउनु भएन रिसाउँला फेरि है, कटाकट भइहाल्यो। र साथी हो मेरो ढोसा चाहिँ प्याकिङ गर्दैछ भाइले होइन। अन्त यहाँको स्टाफहरू पनि दामी छ। अनि मैले चाहिँ एकजना भेरी फेमस हाम्रो युट्युबर, हाम्रो फेसबुकमा जुन पेज छ है, उहाँको हस्बेन्डलाई भेटेँ। अन्त उहाँको मिसेसको चाहिँ अर्पणा ब्लग्स भनेर चाहिँ युट्युबमा फेसबुकमा छ। हाम्रो नेपाली समाजको हाम्रो दार्जिलिङ डिस्ट्रिक्टको चाहिँ एउटा युट्युबर उहाँ चाहिँ है, उहाँको हस्बेन्ड हो। खुसी लाग्यो। सो साथी म घर आइपुगेँ होइन। मेरो छोराले सब ओपन गरेँ मिठाईहरू। यो छमछम चाहिँ आमाले चाहिँ वाउ भनेर म खाइहाल्छु भने होइन। छोरा र आमाले चाहिँ एक लिइहाल्यो। मलाई अलिकति चाहिँ होइन चाखिदिउँ त भन्दै थिएँ मनमा नै होइन, तर बुढी हो बुझ्छ। 8 साल 10 साल है लभ गरेर बिहा गरेको, एक दिन बुझेन भने त के को मुलाको साग। अन्त बुढीले त वाउ भन्यो होइन, टक्क छोराले पनि खोल्यो हो। बुढीले त मलाई मिठाई दिँदै दिँदैन, पर्खेको मिठाई दिँदैन हो। म छामिसकेँ, बाहना गर्दैछु यहाँ चाहिँ के छ भनेर सोध्दैन। अलिअलि मन पनि दुख्यो क्या। अन्त यिनीहरूलाई चाहिँ भन्नु थालेँ क्या, यो मिठाई चाहिँ यति रुपियाँको होइन, 50 रुपियाँ गर्छ। अब चाहिँ म यो ओपन गर्छु के ओके यो छमछम यहाँ के रहेछ यहाँ कुनै यहाँ हेर। तिमीलाई काजु ल्याइदिएको छु। यो किवीको ओ बुनु 50 रुपियाँ गोटा हो यो एउटा मिठाई। 50 रुपियाँ गोटा हो यो किवीको, 50 रुपियाँ गोटा। यो 50 रुपियाँ गोटा, 50 माने 41 रुपियाँ गरेर 50 भनौँ न, 41 रुपिस गरेर गोटा एउटाको। तर मिठो छ नि त, इट्स वर्थ इट, भ्यालु फर मनी। यो चाहिँ भाइ ह्याप्पी ढोसा खाऊ न, ढोसा सेलाउँछ त, खाऊ ढोसा खाऊ, मिठो रहेछ छमछम। गुड नाइट साथी हो है। आज मुखमा भनेको बुढीले मुखमा हाल्यो हो। बुढाले त बिहान काजल लिएर दिन्छु भनेको त भक्कु मिठाई लिएर दिन्छ। त्यो त पकाउनु पऱ्यो नि त। भोलि चाहिँ पक्का, भोलि त्यसरी नै मलाई चुप्पा देऊ भोलि पक्का। आया लु गुड नाइट। आज खाने छ कमला लटरपटर ल। उयो खाऊ ढोसाहरू, मलाई खानु लागेको छ नि। ओके ल ओके मेरो साथी हो है। यी खानासाना खाइभयो। ढोसा ल्याएको थिएँ, एउटै ल्याइदिएको थिएँ नानीलाई घरमा किन भनेर कि, तर यहाँ त अल्छी लाग्यो खानु हो। 2टा ल्याएको 3टा ल्याएको भए पनि हुनेछ भनेर नि। अन्त खाइसक्यो, सबै राम्रो थियो है। तपाईँ राम्ररी सुत्नुहोस्, सबलाई गुड नाइट, स्विट ड्रिम हो। मेरो च्यानललाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु हुँदैछ। थ्याङ्क यू जसले लाइक सब्सक्राइब गरिदिनु भएको छ होइन। म जस्ट एउटा सानो कस्तो तपाईँहरूको अनुहारमा दुःखमा तपाईँको टेन्सन भइरहेको बेला, थाकिरहेको बेलामा एउटा सानो हँसाउने प्रयास मात्र गरिदिएको। इट्स नट अ मेडिसाइन फुल्ली है, इट्स जस्ट फर रेमेडी। सो इट्स काइन्ड अफ त्यो पेन क्लियर भने जस्तो क्या हो। ओके देन गुड नाइट, लभ यु। फेरि भेट्नुपर्छ भोलि। भोलि ट्युजडे जर्नी हो। लेट्स सी भोलि कहाँ जान्छु जान्दिनँ। सो मेरो ब्लगमा हेर्नुहोस्, भइहाल्छ। 3 स्टोरी आएर देन विल स्टार्ट आवर जर्नी। ओके गुड नाइट, स्विट ड्रिम, बाई बाई।